साथीहरू के छ हालखबर लिचल्ली सबै आयो सबैलाई सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी जङ्गलतिर छौँ है गाइस। यो चाहिँ मेरो भाइ बोकेन्द्र भाइ है गाइस। यता हेर्नुहोस् बोकेन्द्र भाइ। आज चाहिँ हामी यो के टिभी र होला गाइस यसो हेर्नु त देखाइदियो नि यार। ल हेर्नुहोस् गाइस के हो यो काफल भन्छ यसलाई। काफल पाक्यो भन्छ नि हेटौँडातिर के हो काफल। खाइरहनु छु मुखमा हल्का मुँह से सुपारी निकाल के बोल के बाबा। ए पुरै काफलहरू छ यतातिर वरिपरि। ऊ त्यहाँनिर चाहिँ बढी छ। ल हेर्नु उतातिर लुसेङ ग्याङहरू पनि छ है। उतातिर लुसेङ ग्याङ भन्ने बित्तिकै हेटौँडा जो हुनुहुन्छ त्यसले चिन्नुहुन्छ। A few moments later. आओ काफल खाना आओ। आज चाहिँ हामी काफल टिप्न आएको थियो होइन। काफल चाहिँ यति टिप्यो। यो म एक्लैले टिपेँ है गाइस। होइन होइन नमको चोतो मुस्रोको दालको ज्वाइँले पनि टिपेको छ है गाइस। ल हेर्नुहोस् यहाँ टिपिरहेछ। अनि गाइस अनि यहाँनिर लुसेङ ग्याङको ज्वाइँले पनि छ यहाँ है। देख्नुहुन्छ यहाँ पुरै जुम गरेर फोकस लजाले त्यो देखायो नि त हल्का। अनि त्यसपछि यो चाहिँ के भन्नु पहिला अब एकजना केटी पुरै पछि लागेको थियो योसँग। यसको नाम चाहिँ अलि पब्लिक नगरौँ अलि के गर्छस् मामाको बारेमा भन्नु पर्यो एकचोटि। आओ काफल खाना आओ। तारो मामा ताला केटा तौरो केटा केटा आओ काफल खाना आओ। तेरो भ्युअर्स ल आओ काफल खाना आओ। मामा त चाउ मामा चुचुङो ल जाउँ ढिलो भइसक्यो। अब काठमाडौँ जानुपर्छ गाइस। ल नहल्दैन सब झर्छ। कति लोभ गरे होला यार। हामी दुईजनाले यति टिभी पनि लोभ गरे उनीहरूले एक लाखी टिभी छ लोभ गरेर बस्छ। म खाइदिनु छ मामा गएर खाने हो ल फरक काफल कफल पक्यो। दुईजनाले टिप्यो अनि तपाईँहरूले एकजना ल ल यसले यति धेरै टिप्यो तपाईँले मङ्गी मङ्गी बाँदर मासुले केटा खायो है। यो त अनि त्यहाँ त राम्रो रहेछ अलिकति धेरै टिप्यो छैन नि। यो मलाई झार्ने मात्र हो यसको काम। म टिप्ने मात्र त हो नि हो कि भन्दा होइन भाइ जुगाले टोइसी मेरो यहीँ भन्ने फर्केको हामी त फर्केको त्यही त हो। A few moments later. A few inches later. त्यो चाहिँ हामीले नर्मल टिपे लगाएको होइन भर्खर काफल ए सरी हाम्रो न। अनि यो चाहिँ मेरो गर्लफ्रेन्डको लागि है। पुरै अब लुसेङ ग्याङको ज्वाइँ यहाँ छ रातन यहाँ छ। यो चाहिँ मेरो गर्लफ्रेन्डको लागि। यो चाहिँ यसको गर्लफ्रेन्ड कन्टेन्ट यसरी लड्छ होइन। यहाँ चाहिँ यस्तो लडिन्छ अनि यसरी हिँडिन्छ। म चाहिँ यसको लागि सहयोग गर्छु भ्लगमा। अनि म चाहिँ यस्तरी कुद्छु। म त अब यस्तो त यस्तो इजी पिजी हो इजी पिजी हो मेरो लागि चाहिँ यस्तो बाटोहरू। हेलो गाइस अब यसो हामी घरतिर भेटौँ ल। भन्न ओइ यो के हो। ए यसलाई भन्छ अंशुलु पोलङ। म चाहिँ यसरी खाएर देखाइदिन्छु पोलङ न
हेटौँडा को हुनुहुन्छ लुसेङ ग्याङलाई चिन्नुहुन्छ होला होइन यो चाहिँ लुसेङ ग्याङ अलिकति पारी पुगिँदै जान्छ होइन मेहनती छ लुसेङ ग्याङहरू लुसेङ ग्याङ सबैले सपोर्ट गर्नु पर्यो होइन राजन भ्लग्सलाई और अभी तो रुको क्लाइमैक्स अभी बाकी है हामी चाहिँ यहाँ हाइकिङ गर्दै आएर होइन राजन चाहिँ मुनि न मुनि छ थाकेर भ्याएको त्यही हो यहाँ चाहिँ लुसेङ ग्याङ आइसकेको छ राजन ब्लगर राजन राजन ब्लगर लुसेङ ग्याङ राजन ब्लग्सलाई सपोर्ट गर्नु पर्यो बस्ने होला को तिनीहरू हामी हिँड्ने हो त्यो फुल लास्टै गर्न नि कुन त्यो बोकिराखेर ओ हल्का चाहिँ 25 केजी होला मुला यहाँ बस्नेको त चान्सै छैन हिँडिहाल्ने हिँडिहाल्ने हो के राजन भगरले नि यस्तो भनेपछि अब कुरै छोडिदिउँ होइन आदत हेर्नु होला यसको और अभी तो रुको क्लाइमैक्स अभी बाकी है मान्छेहरू यत्रो भारी बोकेर आएर यिनीहरू चाहिँ लुक्कले हिँड्न पाएन यो हेर्नु न यहाँ यो बोक्छ यो बोक्न यो पनि बोक्न अझै कति यो पनि छ नि हेर्नु न यो नि अब हल्का रे होइन अर्को नि तपाईँले मेरो बराबर ल ल उठाएर ल राजन सर तर्म सार्ने सार्ने ल भ्लगर राजनको भ्लगमा राजनले के बोलेको छैन यस्तो जाडो ठाउँमा नि पसिना निस्किन्छ हेलो साथीहरू हामी चाहिँ अहिले सुइरे चौरमा सेल्फी क्यामेरा जाँदैछौँ यो त के अरे के भन्छ सुइरे चौर हो यो यहाँतिर थाहा छैन यिनीहरू कसैले थाहा छैन है क्या सुइरे चौर सब नयाँ नयाँ मान्छे हो यहाँ सुइरे चौरमा चाहिँ राम्री राम्री केटीहरू पुरै घुम्न आउँदो रहेछ होइन कसैले सिङ्गल हुनुहुन्छ भने आउनु होला जाऊ for watching. Please subscribe.